त यत्तिकै खिच्नु पर्छ होइन भेना? अब अहिले चाहिँ भेनासँग टक्क उहाँहरूको अलटमेन्टमा अब त्यहाँबाट राइट जाने होइन भेना? ए त्यहाँबाट होइन रहेछ, परबाट राइट जाने, राइट गएर फेरि राइट नै आउने हो, आउने अनि उयो भित्र अलटमेन्ट चाहिँ उयो भित्र देखिँदैछ, ऊ त भित्र अलटमेन्ट चाहिँ त्यो ग्यापभित्र हो देखिँदैछ। अब के छ भेनाको अलटमेन्टमा भनेर चाहिँ हेर्न जाँदैछौँ। भेनाको होइन त्यो दिदीको, भेनाले दाबी गर्नुभयो मेरो भनेर, तपाईँको होइन भेना त्यो दिदीको अलटमेन्टमा जाँदैछौँ भेनासँग। अब त्यहाँ के छ अहिले जाडोमा सिन्धुनको वेदर चाहिँ अहिले -1 छ। पानीहरू चाहिँ जमिरहेको छ, यहाँ पानीहरू जमिरहेको छ। तल के अरे पोखरी रहेछ, पोखरीमा गएको एकछिन हाँसहरू टन्नै थियो तर पानी जमिरहेको थियो त्यहाँ चाहिँ पुरै। अनि नजमेको ठाउँमा चाहिँ हाँसहरू खेलिरहेको थियो, अलिकति ठुङ्ग्यो होला क्या हाँसले, अनि ठुँगेर बिलाए जस्तो छ। तर तातोले पनि बिल्छ होला उसको उसले हिट होइन, बडी हिटले क्या त्यो घर धेरै रहेछ हाँस, तर हाँस चाहिँ टन्नै रहेछ है। हजुर त्यही त त्यहाँ बर्ड फ्लूको साइन राखेर छ। यस्तो जाडोमा त अब फिट नगर्दा पनि बिचरा होइन, यसो अलिअलि दियो भने पो बाँच्छ त, नत्र त के खाएर बाँच्छ होला र। त्यही त एक्सपायरी रोटीहरू दिन्छन् हजुर किनेर राखेको हुन्छ। हजुर त्यहाँ पनि टन्नै थियो भेना पर्यो। बाहिर निक्ल्यो भने हजुर बिचरा ऊ तल हो पोखरी। हजुर त्यसको गार्डन पनि जाली याद छ। समरमा चाहिँ धेरै जाली लाग्छ, भित्र माछा पोखरी छ। बनाएको रहेछ। ल हामी चाहिँ अब यहाँबाट ग्यारेज भएकोतिर पस्ने, अनि त्यसको पछाडिपट्टि गार्डन हो, तर हामी त्यहाँबाट राइट टर्नै हुन्छ, राइट 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 भएर चाहिँ पस्छौँ है साथीहरू। अघि हामी हिँड्दा त कम्ता घामै घाम थियो होइन, तन्तलापुर घाम थियो, अहिले डुबो घाम 4 बजी झमक्कै हुन्छ। यो त के हो, ब्रान्ड न्यू नै हो कि सेकेन्ड ह्यान्डहरू हो? होइन यताको चाहिँ भनेको ए हो। ल यो चाहिँ ग्यारेजहरू हो, तर गाडी चाहिँ एउटै पनि नराख्दो रहेछ है यहाँ, दुःखको कुरा चाहिँ। स्टोर बनाउँछ यहाँ ग्यारेजहरूलाई चाहिँ। अब ग्यारेज पनि ठ्याक्कै गाडी अट्ने मात्रै छ, अनि के राख्ने नि, झ्याउ मात्रै हुन्छ। गाडी स्क्र्याच गरिदियो भने टेन्सन हुन्छ। अब भेनाले गेट खोल्नुहुन्छ, त्यसपछि हामी चाहिँ पसेर हेर्छौँ है साथीहरू। अब आज खासमा बिटरुट टिप्न आएको हामी, हन्टिङमा आएको हामी, अरू केही छैन यहाँ, खुलिगएको छ सबै, सिजन गयो। विन्टरमा केही हुँदैन, अलिअलि प्याजको होला। ल यतातिर चाहिँ रायो सागको मेलो मेसो यस्तो रहेछ। यो चाहिँ अब हाम्रै समुदायभित्रको पर्यो। सो यसरी अलटमेन्ट चाहिँ अहिले चाहिँ खाली छ है साथीहरू। अलटमेन्ट खाली छ। अब यहाँ के लगाएको छन् कोनी, भर्खर लगाएको रहेछन् यहाँ। अनि अब गएर यतातिरै अब यस्तो छ हाम्रो दिदी भेनाको अलटमेन्ट चाहिँ यो 12 जति सबै हो।
यहाँदेखि लिएर यसरी जान्छ ऊ पर हट समय है। हाम्रो दिदी भेनाको चाहिँ यो बिटरुट उहाँहरूकै हो, सबै उहाँहरूकै यो छोपेर राख्नुभएको चाहिँ ए अब यहाँसम्म उयो त्यो बारसम्मै हो उहाँहरू स्टोर हो त्यो नयाँ होइन। अस्ति आउँदा चाहिँ त्यहाँ अहिले चाहिँ यहाँ एउटा छ लसुनहरू लाउनु भएको रहेछ अनि बिटरुट छ होइन। यी लसुनहरू लाउनु भएको रहेछ, त्यहाँ पनि लसुन टन्नै छ। तपाईँहरूको रायो साग चाहिँ के भयो यस्तो बिजोग भएछ त? बरु हाम्रो त राम्रै छ। ए लसुनहरू अनि बिटरुट टिप्दैछ हाम्रो। ल ल बिटरुट देखाउ अहिले ल बिटरुट यत्रो पुरा खाइ नसकेर बिजोग छ बिजोग। यो बिटरुट हो होइन, बिटरुट। यो के साग हो यो पनि? यो के साग हो भएन यो? मैले चिनिनँ यो साग है, यो साग चिनिनँ मैले। हाम्रो भेना यहाँ आउनुहुन्छ अब हामीलाई यहाँ गार्डन देखाउन र बिटरुट टिप्न ल्याउनु भएको। र यहाँ चाहिँ चोइसाम भन्नु भएन भेना, यो भित्र चाहिँ चोइसामको बिरुवा रहेछ, तर खै यो खताले चाहिँ के पसेछ र मुसा पस्छ क्या हो। अनि यतातिर चाहिँ झार मार्नु भएको होला। अनि यसरी सनफ्लावरको बिजोग छ यस्तो। अब अस्ति चाहिँ यहाँ ऊ पल्लोपट्टि चाहिँ मकै यत्रो एउटै बोटमा चाहिँ 7 घोगा जति थियो त्यसरी थियो मकै है। अब अहिले त मकै कहाँ पुग्यो थाहा भएन। ऊ त्यहाँनिर थियो मकै, ढोड मात्रै छ त्यहाँनिर थियो मकै। अब अहिले ए अलटमेन्ट चाहिँ यस्तो बिजोग भइरहेछ चिसोले साथीहरू है। ए स्विन्डनको अलटमेन्ट यो चाहिँ है। दिदी भेनाहरूको पनि यही भित्र छ, अघि देखाइहालेँ मैले हाम्रो दिदी भेनाको होइन। सो अझै फेरि एकचोटि तपाईँहरूलाई देखाउँछु है म साथीहरू। यो कालो छोपिएको भाग होइन, दुईपट्टि नै यसरी छोपिएको छ नि, क्यामेराले पनि झन्झन नभ्याउला जस्तो। यहाँदेखि लिएर ऊ परको बारसम्म चाहिँ उहाँहरूको हो। अब यता दायाँ बायाँ अरूको भयो। यस्तै चाहिँ ग्रिन हाउसभित्र फर्सी थियो विभिन्न किसिमको। त्यो फर्सीहरू अहिले कहाँ पुगेको नि त्यो छ साथीहरू। ल यो बिजोग सनफ्लावरको यहाँ पाकेर बिजोग छ। यो चाहिँ ल चाइनिज पालुङ अरे होइन। यो अब यत्रो छ के गर्नु, अब कक्रक भएको छ, छिपेर मरिसकेको छ। यो काम छैन यसको अब अहिले साथीहरू। जमिन त पुरा ढुङ्गा भएछ नि त, जमिन ढुङ्गा भएछ। खनेको त पुरा ढुङ्गा भएछ, जमिन त कहाँको खनिँदो रहेछ र साथीहरू। छैन झारै अब कक्रक्क भएको छ। अनि अस्ति चाहिँ यहाँ के मकै चाहिँ पुरा ढोट मात्र छ नि त, अहिले अलिअलि देखिन्छ। म त्यहाँ जान्न अर्काको पऱ्यो। मकै चाहिँ एउटै बोटमा 4 घोगा 5 घोगा त्यस्तो नै फल्दो रहेछ। अब यो हेर्नुहोस्, यो ब्लुबेरी होला। अब अहिले यसरी कोपिला के अरे सरी पाउला आएको छ होइन, मसिनो। अब यो चाहिँ समय लाग्छ, अहिले यत्तिकै बस्छ अनि पछि अब मार्च एप्रिलतिर होला निस्किन्छ। त्यहाँदेखि मात्र निस्किँदैन अहिले त। यो सबै स्याउको बोटहरू छ यहाँ होइन। अब यस्तो छ साथीहरू। यहाँ हाम्रो मान्छेको थुप्रै अलटमेन्ट छ। यो प्रोबेबली यो बारेको जति एकजनाको रहेछ, यो बारेको जति चाहिँ एकजनाको हो होइन। यो बारेको एकजनाको हो। अझै धेरै पनि हुन सक्ने सम्भावना छ, किनभने हाम्रो
अनि ऊ त एकजनाको हो, त्यहाँ निकै ठुलो छ। अनि हाम्रो दिदी भेनाको चाहिँ अघि भने नि त यत्रो ठुलो छ नि त। हुन त यो दुईजनाको थियो अरे पहिला, तर एकजना साथीले चाहिँ छोडेर जानुभयो अरे क्या। सो उहाँले छोडेपछि अब यता फेरि दिदी भेनाले लिनुभएको छ यसलाई चाहिँ है साथीहरू। यस्तो हुन्छ अलटमेन्ट चाहिँ होइन, अलटमेन्ट चाहिँ यस्तो हुन्छ। र यो चाहिँ आफ्नो आफ्नो हुन्छ। अनि वर्षको थोरै पैसा तिर्नुपर्छ क्या, धेरै पनि पर्दैन। हाम्रोतिर चाहिँ महँगो छ, यतातिर चाहिँ सस्तो छ। मैले अस्ति कम्पेयर गरेको, यतातिर चाहिँ सस्तो रहेछ, धेरै सस्तो रहेछ यहाँ चाहिँ। अब हेर्नु त खाने होइन, अब यी गोराको चाहिँ रहर धेरै क्या। यो अब यी हेर्नुहोस् त नखाएर सागहरू बोटमै बिजोग भएर बसिरहेछ। यहाँ स्याउहरू काटेछ, यो त स्याउ त होइन रहेछ, यो उ रहेछ के भन्छ यसलाई त, ओहो नाम पनि ट्याक्कै बिर्सिन्छ हौ घरिघरि त यार। राइट, चेरी हो यो, सरी मैले सम्झी पठाएँ, चेरी हो। र यिनीहरू पनि चेरी हो होइन, यिनीहरू चेरी हो। यहाँ एप्पलहरू पनि छ, एप्पलहरू पनि छ। अनि सो अब यस्तो हुन्छ है साथीहरू। मजाले अहिले यस्तो छ, यो एकदम कक्कै भइरहेको छ, कक्रिएर पुरा। यो चाहिँ एकजनाको रहेछ होइन भेना, यो एकजनाको रहेछ, ठुलै छ। यी ठुलै छ क्या यहाँ अलटमेन्टहरू। हाम्रोतिर चाहिँ ऊ त एउटा बक्स जत्रो जत्रो मात्र देख्दैछु मैले, माथि बस्ती बाक्लो भएर छैन अलटमेन्ट। यो यत्रो ठुलो चौरो एकजनाको छ हेर्नु त। ल अब चाहिँ हामी फेरि वे ब्याक टु दिदी भेनाको प्यालेसमा अब जाँदैछौँ हामी चाहिँ। सरी अब लेफ्ट भएर जाने हो फेरि, अनि पर चाहिँ राइट, टर्न राइट हुने हो फेरि बस्ने बेलामा चाहिँ। त्यस्तो छ साथीहरू। यी ग्यारेज सबै बन्द छ, गाडी राखिएको छैन। यहाँ स्टोर राख्छन् कसैले, कसैको खाली रहेछ। त्यो छ साथीहरू है। ल